नमस्कार साथीहरू, हाम्रो च्यानलमा आज म हजुरहरूलाई मेरो बेटमा क्विन कसरी गरिन्छ भन्ने बारेमा भिडियो लिएर आएको छु। अनि बेट चाहिँ कसरी गरिन्छ त्यो पनि सिकाउँछु, अनि क्रास चाहिँ कसरी खेलिन्छ त्यो पनि सिकाउँछु। सबैभन्दा पहिला यो रेजिस्ट्रेसन गर्नलाई हजुरहरूलाई मैले यसको लिङ्क डिस्क्रिप्सनमा दिइसकेको छु होइन, त्यहाँबाट गएर डाउनलोड गर्न सक्नुहुन्छ। अनि हाम्रो प्रोमो कोड चाहिँ हाल्न चाहिँ नबिर्सिनु होला। प्रोमो कोड बालन रहेको छ होइन, त्यो बालन हालेर तपाईँले बोनस पाउन सक्नुहुन्छ। अनि लस पनि हुन्न। यहाँ हेर्न सक्नुहुन्छ, फर्स्ट गेममा यहाँ आउनु, यहाँ क्रास हेर्न सक्नुहुन्छ। क्रास अहिले धेरै चर्चित छ, यो पनि पैसा धेरै कमाउँछन् केटाहरू यसमा। यहाँ हेर्न सक्नुहुन्छ लाइभ चलिरहेको। यहाँ मिनिमम भनेको तपाईँले 30, 2, 4 चाहिँ हाल्न सक्नुहुन्छ। यो युजर नेम हेर्न सक्नुहुन्छ, उठ्छ यहाँ होइन। यहाँ एकजनाले 10,000 को बेट हालेको रहेछ, यो लस गऱ्यो त्यसले, यहाँ हेर्न सक्नुहुन्छ। यसमा भनेको लोभ गर्नुहुन्न कि साथीहरू, 2 वोट 3 वोट गयो भने सेल हानिदिनुपर्छ कि, सेल हान्यो भने राम्रो, लोभ गर्नुहुन्न कि। यहाँ हेर्न सक्नुहुन्छ, यो फुट्यो भने गयो। यसमा भनेको के हो, तपाईँले एकछिन हेर्नु होइन, त्यसपछि मात्र बेट हाल्नु कि, डाइरेक्ट खोल्ने बित्तिकै चाहिँ बेट चाहिँ नगर्नु होला। आधी घन्टासम्म हेर्नु होइन, त्यसपछि बेट हाल्नु। यो बोर्ड माथि बढेपछि मात्र हाल्नु कि, 1-2 चोटि। अहिले लोमा झर्दैछ कि यो, 10 राउन्डसम्म वेट गर्नु, त्यसपछि मात्र बेट गर्नु है साथीहरू, राम्रो इन्कम हुन्छ। अनि विड्रो कसरी गर्ने त होइन, यहाँ विड्रो चाहिँ कसरी गर्ने त, विड्रो पनि यहाँ अप्सन छ हेर्न सक्नुहुन्छ। विड्रोमा जानु होइन, विड्रोमा जानु हेर्न सक्नुहुन्छ। यहाँ वाट्सएपमा मेसेज गरेर डाइरेक्ट एजेन्टसँग कुरा गरेर विड्रो लिन सक्नुहुन्छ। खल्तीको अप्सन छ, सेवाको छ, थुप्रै अप्सनहरू छ। अनि यसमा भनेको तपाईँले क्रास खेल्नु राम्रो छ है, क्रास खेल्नु साथै। नयाँ एउटा आएको छ जोम्बी क्रास, यो नि क्रास जस्तै छ, यो नि क्रास जस्तै छ। हेर्नु एकचोटि, यहाँ म हजुरलाई देखाउँछु। एकैछिन वेट गर्नु। यसमा भनेको स्क्याम चाहिँ पैसा खाने चान्स थोरै हुन्छ कि, पैसा खाँदैन होइन, तर त्यही टर्नओभर चाहिँ गर्नुपर्छ तपाईँले। 10-20 राउन्ड जति खेल्नुपर्छ। कन्टिन्यू हाने नगर्नु, एकचोटि हेर्नु, त्यसपछि अहिले नेटवर्क स्लो छ त्यही भएर भएन। म हजुरहरूलाई पछि सिकाइदिन्छु है साथीहरू। ल हस्, धन्यवाद।